तपाईँका प्रिय कलाकार धेरै बेलविस्तार गरिरहनु परेन। पछिल्लो समय अत्यन्तै चर्चामा रहेका कलाकार अलिफ खानलाई मैले आज स्टुडियोमा आमन्त्रण गरेको छु। अलिफजी, यहाँलाई कार्यक्रममा स्वागत छ। धेरै धेरै धन्यवाद हजुरलाई। यसरी चाहिँ आहा रेडियोमा चाहिँ एउटा आउने अवसर मिल्यो, त्यसको लागि आहा रेडियो सम्पूर्ण युनिटलाई पनि धन्यवाद। विशेष गरी हजुरलाई धेरै धेरै धन्यवाद। यो कार्यक्रम चाहिँ मैले पनि हेरिराख्ने मान्छे, सुनिराख्ने मान्छे हजुर, र आज त्यही ठाउँमा चाहिँ आउन पाउँदाखेरि चाहिँ एकदम खुसी छु। सन्चै हुनुहुन्छ? एकदमै आरामै छु। पछिल्लो समय गीत सङ्गीतमा अलिकति कम हो कि यहाँको उपस्थिति भन्ने लाग्छ हामीलाई। हो, होइन, सबैजनाको प्रश्न अहिले पछिल्लो समयमा मलाई चाहिँ जताततैबाट त्यो यही खालको प्रश्नहरू आइरहेको छ। विशेष अब अफिसियल गीतको सन्दर्भमा कुरा गर्ने हो भने अफिसियल गीत एकदम खर्चिलो छ। त्यो दिनकै निकाल्न सक्ने अवस्था छैन। एउटा राम्रो गीत निकाल्यो भने 5-7 लाख रुपियाँ खर्च हुने अवस्था छ। अब त्यसको लागि 5-6 महिना नै कुर्नु पर्यो। अब राम्रो सिर्जना कति बेला निस्किन्छ, कति बेला जन्मिन्छ भन्ने कुरामा पनि भर पर्छ। अब लाइभ दोहोरी हो, अलिकति मलाई चाहिँ आम दर्शक श्रोताहरूले वाच गर्ने लाइभ दोहोरी हो। लाइभ दोहोरीमा कम भएको कारणले चाहिँ यो प्रश्नहरू आइराख्ने हो। लाइभ दोहोरीको माहौल अहिले अलिक फरक छ कि। फेरि अलिकति हामीले सुनेका कुरा, अर्काको बौद्धिक सम्पत्ति बेचेर खायो भन्ने आरोप जब लाग्यो त्यस पछाडि अलिफ खान यो क्षेत्रबाट अलिकति बाहिरिएको हो कि भन्ने छ। एकदमै हो। मलाई चाहिँ अब जति बेला यो कुरा चाहिँ मलाई फिल भयो, मैले हुन त अर्कैको सम्पत्ति बेचेर खाइराखेको, त्यसमा अलिकति जवाब मसँग भएन। अलिकति म लज्जित पनि भएँ। र कतिपय दाइ दिदीहरूले त मेरो चाहिँ गीत चाहिँ गाउनुपर्छ है, गाउँदा हुन्छ, केही फरक पर्दैन पनि भन्नुभएको छ। अग्रज दाइ दिदीहरूले, उहाँहरूको पनि गाइयो। तर अलिक पछिल्लो समयमा मैले गाएका केही लाइभ दोहोरीहरू अलि जति बेला चर्चामा आए, चर्चामा आइसकेपछि कसलाई सोधेर गएको, के अरे किन गएको, अनि रोयल्टी चाहियो भन्ने खालको कुराहरू आइसकेपछि त्यहाँनिर नैतिकताको हिसाबले म अलिकति कमजोर भएको चाहिँ मलाई महसुस भयो। त्यो माहौल भइसकेपछि अनि बिचमा साथीहरूले अलिकति लाइभ दोहोरीलाई अलिक परिवारमा बसेर हेर्नै नसकिने, अनि म पनि त्यही समूहमा परेको हो कि, मलाई पनि हेर्ने नजर त्यही खालको हो कि भन्ने खालको पनि महसुस भएर भित्रभित्र अनि त्यो अलिकति ब्याक मात्रै भएको। तर ठ्याक्कै बन्दै भने त छैन, तर आइरहेका छन् फ्याटोफुट्टा मैले गाएका, अहिले पछिल्लो समयमा पनि आइरहेका छन्। तर बन्दै भनेर चाहिँ होइन, त्यही के अरे मनमा चाहिँ एकदमै त्यो बिजीको कुरा, अर्काको सम्पत्ति प्रयोग गरेर मैले चाहिँ प्रयोग गरिराख्दा अर्काको सम्पत्तिमा अलिकति जवाबदेही हुन नसक्दाखेरि चाहिँ अलिक नरमाइलो लागेर अलिकति कम गरेको चाहिँ हो। आफूलाई पनि अलिकति हो कि क्या हो भने जस्तो लाग्यो। एकदम त्यो त लाग्यो। अब एउटा सामाजिक मान्छे प्राणी भइसकेपछि त्यति त सोच्नै पर्छ होइन। त्यति सोच्न सक्नु चाहिँ एउटा हाम्रो जिम्मेवारी पनि, नैतिक जिम्मेवारी पनि हो। अब जसले चाहिँ मेरो गीत गाइदियो हुन्थ्यो भन्ने जति बेला भन्नुहुन्थ्यो दाइ दिदीहरू, उहाँहरूको चाहिँ गीत गाइन्छ। अब जसको गीत गाएर हाम्रो युट्युबमा हाल्दाखेरि चाहिँ उहाँलाई मन दुख्छ, उहाँहरूको चाहिँ अब किन मन दुखाउनु भनेर अहिले चाहिँ एकदमै कमै छ। अब अलिकति आफ्नो पृष्ठभूमितर्फ जाउँ न। हिजो नेपाली गीत सङ्गीतमा जब तपाईँ होमिनुभन्दा अगाडि एउटा मनमा चाहना थियो होइन, म सङ्गीतमा लाग्छु, मेरो सर्वोपरि यही नै हो भन्ने लाग्थ्यो। त्यतिखेर आमा म यही क्षेत्रमा लाग्ने हो, म बोरामा पैसा ल्याएर खनाउँछु, तपाईँ गन्दै रहनु होला भनेर यो क्षेत्रमा लाग्नु भएको तपाईँ होइन। आज त्यो अवस्था आमालाई पुऱ्याइ भन्ने लाग्छ अथवा के छ? अब यस्तो हो, म एकदम निम्न परिवारको मान्छे हो। गरिबी के हो, दुःख के हो सबै बुझेको मान्छे, देखेको मान्छे, अझै किशोर अवस्थामा पनि बुझेको मान्छे। काठमाडौँमा आएर स्ट्रगल गर्दा त कति बुझेँ गरिबी के हो भन्ने। गरिबीको रङ सेतो हुन्छ, जति बेला घरमा बेसार सकिन्छ भन्ने एउटा चाहिँ मैले पढेको थिएँ कि गरिबीको रङ सेतो हुन्छ। त्यो घरमा चाहिँ यो भन्न खोजेको के रहेछ भने रुममा चाहिँ अब खानेकुराहरू, अब बेसारहरू, अब चिनीहरू जति बेला सकेको बेला नहालिकन पनि खानु पर्दो रहेछ कुनै बेला। गरिबीको रङ सेतो हुँदो रहेछ, म त्यो बुझेको छु। यो कुरा चाहिँ अब त्यो बेलामा अब उमेरको हिसाबले पनि अब त्यो त्यति बेला अब त्यो सोच्ने क्षमता त्यस्तै थियो। अब त्यो आफै आफैमा भनेका कुराहरू बाहिर एउटा ठुलो सपना बोकेर आइएको थियो नि त होइन, यो क्षेत्रमा लागि थियो। आज त सपना पुरा गरे जस्तो लाग्छ या लाग्दैन? केही हदसम्म चाहिँ लाग्छ होइन, केही हदसम्म अझै गर्नुपर्ने धेरै कुराहरू छन्। र यो कुरा त सायद पैसाले त कसलाई पो पुग्ला, जोसँग छ उसलाई पो पैसा के होइन, राम्रो लागि नभएको मान्छेहरूको लागि पैसा धेरै कुरा हो नि त।
तर गर्नुपर्ने अझै धेरै छ केही हदसम्म पुरा भए जस्तो लाग्छ। पुरा भयो जस्तो लाग्छ। किन भन्दा बुवा आमाको पनि चाहना र सपना, मेरो दाजुभाइहरूको पनि चाहना र सपना गीत सङ्गीत क्षेत्रमा ठिकै छ, पैसा नहोला तर कमसेकम इज्जत त होस् हाम्रो भाइको, हाम्रो छोराको भन्ने चाहिँ थियो। धेरै प्रयास गर्नुभयो, अनेकौँ प्रयासहरू गर्दा पनि अब त्यो खालको गीत निकाल्ने अब त्यो नहुने। अब यहाँ आयो, खर्च गऱ्यो, त्यस्तै खालको माहौल थियो, सुनिदिने कोही होइन। त्यसपछि के अरे 50,000 खर्च गरेर बनायो, 5 रुपियाँ आउने होइन। त्यो गर्दा गर्दै जाँदाखेरि माहौल चाहिँ अलिकति भनौँ न गीत सङ्गीत क्षेत्रबाट अलिकति हार चाहिँ खाइसकेको मान्छे हो म पछिल्लो समय। फेरि यो क्षेत्रमा लाग्नुपर्ने त अवस्था सायदै किनभने आफ्नो घर परिवारमा अर्को कुनै थिएन होइन। एउटा कसैले बाटो देखाइदिने हुन्छ अथवा कसैको फलो गर्ने हुन्छ होइन। यहाँको अब बुवा त अब होइन व्यापारी हुनुहुन्थ्यो, अब भाइ अहिले पछिल्लो समय त डक्टर नै छ होइन। दाजुको त एउटा आफ्नै मेलोमेसो सधैँ नै छ होइन। तपाईँ यो क्षेत्रमा लाग्नुभयो त्यो आफ्नै पाटोमा छ, सम्भवतः लाग्छ गुल्मीमा जन्मिएर पाल्पामा हुर्किनु भयो होइन। एउटा साङ्गीतिक माहौल त्यो आफ्नो बालापनमा कस्तो थियो र आज यो क्षेत्रमा सफल त हुनुभयो नै, तर त्यतिखेरको एउटा त्यो बालापनको साङ्गीतिक क्षेत्रको माहौल कस्तो थियो? त्यति बेला अब किन भन्दा हाम्रो भौगोलिक क्षेत्रले पनि अब लोकगीतको अलिकति महत्त्व छ। किन भन्दा पहाडी इलाकामा अलिकति लोकगीतको अर्कै छुट्टै महत्त्व छ। र लोकगीत सङ्गीत अब अझै माध्यम भन्नुपर्दा हाम्रोतिरको रेडियो नै हो। सबै दर्शकभन्दा पनि श्रोताहरू अलिकति बेसी हुनुहुन्छ र माहौल कब्जा गरेको छ लोकगीतले। अब गाउँमा गीत नगाउनेको पो होला र, घाँस काट्दा होस् अथवा केही कर्म गर्दा होस्, अब खेतबारीमा काम गर्दा होस्, गीत नगाउने रेडियो नबजाउने घरै हुँदैन हाम्रोतिर। प्रत्येक घरमा एउटा रेडियो हुन्छ। अझै हामी सानो हुने बेलामा त रेडियो अलिकति ठुलो रेडियो हो भने त्यो घरलाई त्यही अनुसारले हेरिने, त्यही अनुसारले मूल्याङ्कन गरिने खालको जमाना थियो। अब गीत सङ्गीतको माहौल भन्नुपर्दा एउटा भौगोलिक हिसाबले पनि मलाई त्यो असर पर्यो, त्यो छाप पर्यो। र गीत बिना त अब कामै हुन्थेन हाम्रोतिर भनेपछि बुझ्नु न। अब घाँस काट्दै गर्दा पनि गीतै गाउने होइन, मेलापात जाँदा होस् एकदमै प्रत्येक व्यक्तिको यो मुखमा यो स्वरमा गीतै थियो हाम्रोतिर। तपाईँको यो हुन त व्यक्तिगत कुरा होइन, कतै कुरा हामीले सोध्न मिल्ने अथवा नमिल्ने पनि होला। यहाँ आफू मुस्लिम समुदायको पनि हुनुहुन्छ होइन। अब हिन्दू संस्कार आसपासमा रहेका साथीहरूसँगको घुलमिलता बढी भयो। तपाईँको जस्तो तपाईँ आफू नमाज पनि पढ्नुहुन्छ होला होइन। अब त्यहाँ अब आबद्ध रहँदाखेरि जस्तो मुस्लिम समुदायभित्र चाहिँ यो गाना बजानामा लाग्नु हुँदैन भन्ने एउटा संस्कार छ। तपाईँले यो हिन्दू संस्कार अन्तर्गतको यो क्रियाकलाप गर्दैछ भनेर तपाईँलाई त्यहाँ कुनै दुखेसो अथवा अप्ठ्यारो केही महसुस भयो कि भएन? होइन, यस्तो चाहिँ गर्थेँ। अब त्यो अहिले भन्दाखेरि चाहिँ उनीहरूलाई रिस उठ्ला, उनी भन्ने मान्छेहरूलाई पनि कति त मनमा चाहिँ होला। तर त्यति बेला चाहिँ मलाई अलिकति मेरो मनोबल चाहिँ गिराउने काम चाहिँ हुन्थ्यो। त्यो कुरा मैले लगभग भनौँ न यो मिडियामा आउँदासम्म पनि मैले त्यो कुरा फेस गरेको। धर्मविरोधी काम भन्ने त्यो जब म मिडियामा आइराखेको त्यो अन्तिम समयसम्म पनि मैले स्ट्याटसहरू त्यो हेर्नु पर्थ्यो, मेरो बारेमा लेखेका पोस्टहरू हेर्नु पर्थ्यो, मेरो बारेमा तुच्छ शब्दहरू चाहिँ हेर्नु पर्थ्यो। अब त्यो समाज नै त होइन मेरो बारेमा। अब म यो स्थानमा आइपुग्दा समाज कति खुसी छ, खुसी हुने व्यक्तिहरू पनि छन्, बौद्धिक व्यक्तिहरू खुसी छन्, शिक्षित व्यक्तिहरू खुसी छन्। केही अब अलिकति अशिक्षित व्यक्ति, सानो सोच भएका व्यक्तिहरू हाम्रै समाजका दुखी छन्। किन भन्दा उनीहरू शिक्षित पनि छैनन् र त्यही माहौलमा हुर्किँदै बढ्दै आएका व्यक्तिहरू चाहिँ यो मसँग चाहिँ अलिकति दुखी छ। सायद यो भन्न मिल्छ तपाईँको जुन एउटा पारिवारिक पृष्ठभूमिभन्दा बाहिर छरछिमेका जो हुनुहुन्छ तपाईँका मुस्लिम समुदाय नै त्यो बस्ती नै थियो भने तपाईँलाई त्यहाँ टिक्न पनि गाह्रो पर्थ्यो होला सायद। अब अलिकति भौगोलिक हिसाबले पनि होला, किन भन्दा म अलिक शिक्षित समाजमा हुर्केको मान्छे। मेरो गाउँ एकदम पोजिटिभ छ, मेरो समाज एकदम पोजिटिभ छ। त्यही समाजले नै तिम्रो स्वर राम्रो छ, तेरो स्वर राम्रो छ, तैँले गाउनुपर्छ भनेकै कारणले कहिले चाहिँ स्कुलको प्रतियोगितामा गइयो होला, कहिले मन्दिरतिर प्रतियोगिता भजन गाउन गइयो, कहिले केमा गइयो, कहिले प्रथम भएर आयो, कहिले सान्त्वना भएर आयो, कहिले त्यति पनि आइयो होइन। त्यही समाजले नै प्रोत्साहन गरेको कारण आज म यो स्थानमा चाहिँ यसरी चाहिँ जर्नलिस्टसँग एउटा यति ठुलो सञ्चारको माध्यममा यसरी चाहिँ आएर एउटा गफ गर्ने चाहिँ एउटा हैसियत बनेको छ। त्यही कारणले पनि हो।
अब त्यो समाजमा हुर्किन्थ्यो भने सायद म पनि त्यही दिमागको हुन्थ्यो होला, सायद यो गीत गाउनु ठिकै हुन्न होला जस्तो पनि खालको मेरो दिमागमा पनि त्यही भरिन्थ्यो होला। त्यो त जुन समाजमा बस्नु भएको छ तपाईँको एउटा संस्कृति बोक्ने एउटा सिङ्गो घर मात्रै छ होइन, अरू चाहिँ अलग संस्कृतिका हुने हुनुहुन्छ, त्यो भएर तपाईँलाई त्यहाँ अडिन टिक्न सजिलो पनि भयो। सजिलो पनि भयो। तर यता हाम्रोतिर कस्तो हुन्छ भने अलिकति हाम्रोतिरको समाज मुस्लिमै समाज भए पनि मेरो घर पाल्पा भए पनि मेरो माहौल चाहिँ अर्घाखाँची हो। हजुर, त्यहाँ बस्ती हाम्रो मुस्लिम बस्तीहरू टन्नै छ। त्यतातिर फेरि हाम्रो पहाडी इलाकातिरको खासै केही भेदभाव केही मतलब भन्ने हुँदैन कि अर्म पर्म कोही दुःखमा पऱ्यो कि आपतमा पऱ्यो भने पनि आउने जाने, मुस्लिमकोमा आउने जाने, अब बिहे केही पऱ्यो भने पनि त्यो कुनै पनि धर्मको आउँदा जाँदा त्यो खालको चल्छ हाम्रोतिर। अब त्यो अलिकति अब यो बोर्डर साइडतिर अलिक फरक माहौल छ, त्यतातिर अलि अर्कै देख्छु म। हाम्रोतिर त्यस्तो मतलबै छैन। त्यो राम्रो कुरा पनि हो, बुझ्दै जाने कुराहरू पनि हो होइन, बिस्तारै सबैले पनि बुझिसक्नु भएको छ। अब यहाँको गीत सङ्गीतको यात्राको प्रवेश जुन गीत अत्यन्तै चर्चामा रह्यो झुम्के बुलाकी होइन, यहाँको पहिलो गीत सम्भवतः लाग्छ होइन, त्यो गीत एकदम चर्चामा पनि रह्यो। त्यो गीतको परिकल्पना त्यही गीतबाट सायद यहाँलाई चिनायो जस्तो लाग्छ, यसको बारेमा अलिकति सन्दर्भ थोरै जोडौँ न। यो गीत चाहिँ हाम्रो सुमित्रा कोइरालाजीले चाहिँ लेख्नुभएको उहाँकै सङ्गीत थियो, उहाँकै गीत थियो। यो गीत गाउनको लागि उहाँबाट अफर चाहिँ म अलिकति त्यति बेला अलिकति म एग्रिमेन्टमा थिएँ 2 महिनाको। उहाँ चाहिँ यो गीत रेकर्ड गर्नको लागि कम्तीमा नि बिचरा 2 महिना जति वेट गर्नुभयो होला यही गीतकै लागि। उहाँले सक्न त अरूलाई पनि दिन सक्नुहुन्थ्यो, भन्दा कैयौँ कस्ता कस्ता व्यक्तिहरू हुनुहुन्छ उहाँलाई पनि दिन सक्नुहुन्थ्यो होला, तर उहाँलाई चाहिँ मेरो टोनै मन परेको कारणले चाहिँ उहाँले 2 महिना कुर्नुभयो। त्यो 2 महिनामा सायद 200 चोटि फोन आयो होला मलाई, के छ मिल्छ त गाउन भनेर, अझै मिल्दैन भन्दै राखेँ मैले। यो गीत पाउनु चाहिँ मेरो लागि पनि एउटा भाग्यको कुरा भयो। र अलिकति बिचमा टिकटकमा अलिकति फरक माहौल पनि बनायो यो गीत। त्यो टिकटकले बनाएको गीत छ होइन, टिकटकले बनायो र फरक अर्थ लगाइँदै बनाइयो भनेर मनोरञ्जनका हिसाबले अर्कै भन्यो। अनि मेरो गीतको हिसाबले त यो मेरो अब कति थियो, अलिकति त्यो लेखा पनि राखिएन। त्यो नराख्नुको कारणले अहिले मैले यति गीत गाएँ भन्ने पनि मसँग कुनै लेखाजोखा भएन, त्यो राखिएन, रेकर्ड राखिएन। तर चर्चामा रहेको गीत मध्येको यो चाहिँ पहिलो गीत थियो। अनि यो गीत बजारमा आइसकेपछि यो गीतले छुट्टै माहौल बनाएको थियो। हाम्रो सुमित्रा कोइरालाजीलाई धेरै धेरै सम्मान पनि, र यही गीतबाट पनि मैले 2-3वटा अवार्ड पाएको पनि छु यही गीतबाट। त्यति बेला त माहौल टिकटकमा अर्कै बनायो। फेरि फर्केर हेर्नु परेन होइन त्यो विगतलाई सम्भवतः होइन। अब अरूले कसरी बुझ्नुहुन्छ, तर म विगतलाई चाहिँ मैले हेरिरहेको हुन्छु र कहिलेकाहीँ त्यो माहौल आउँछ, विगतकै जस्तो माहौल पनि आउँछ, त्यो उतार चढावहरू आउँछ। अहिले अझै पनि म सङ्घर्षमै छु, सङ्घर्षै गर्दैछु। विगत त म भुल्नै सक्दिनँ, किन भन्दा त्यही विगत अहिले प्यारो लाग्छ, मिठो लाग्छ। जे गरियो त्यो बेलामा काठमाडौँमा बस्नको लागि अथवा खानको लागि, बाँच्नको लागि त्यो बेलामा गरेका सङ्घर्षहरू एकदम प्यारो लाग्छ। झनै 12-15 वर्ष यो क्षेत्रमा लडीबुडी गर्नुभयो होइन। सङ्घर्षका ती दिनहरूलाई फर्केर छोटो रूपमा अलिकति सँगाल्दाखेरि ती त्यस्ता दिनहरू जुन कहिले पनि बिर्सन सक्दैन भन्ने खालका कुनै त्यस्ता घटना परिघटना दुःखदायी क्षणहरू होइन, कहिलेकाहीँ भोकै सुत्नु पऱ्यो होला, कहिले बाहिरै सुत्नु पऱ्यो होला, त्यो आफ्नो ठाउँमा छ। ती दिनलाई अलिकति छोटो रूपमा समराइज गर्दाखेरि चाहिँ यो कुराले चाहिँ म भोलि चाहिँ यो बन्नै पर्छ है भन्ने एउटा प्रेरणा दिएका केही त्यस्ता क्षणहरू छन्। मेरो दाइ यता के जिटो दाइ यता यता पश्चिमतिर बस्नुहुन्थ्यो, उहाँ क्याम्पमा बस्नुहुन्थ्यो। अनि मैले चाहिँ घरमा गफ लगाएको थिएँ, म दोहोरीमा काम गर्छु, दोहोरीमा मैले जागिर पाएको छु, गीत गाउने जागिर पाएको छु भनिहालेँ। अब खासमा घरबाट त गाउन भनेर सङ्गीत सिक्नु पढ्न भनेर चाहिँ आएको मान्छे। अब दोहोरीमा म गाउनलाई चाहिँ मसँग त्यो क्षमता भएन, ममा त्यो योग्यता नभइसकेपछि मलाई चाहिँ सेक्युरिटी गार्डमा चाहिँ राखियो। किन भन्दा मलाई स्टेजमा जानु थियो, म सेक्युरिटी गार्ड बसेँ, त्यो पनि शर्तमा बसेको। 1 महिनापछि त्यो तिजको माहौल आउँदै थियो, 1 महिनापछि स्टेजमा राख्ने शर्तमा चाहिँ बस्यो। अब त्यो अवस्था त होइन त्यो सेक्युरिटी गार्ड बस्नुपर्ने, किन भन्दा नभइसकेपछि म घर गएर पनि फेरि बाबाआमाकै माया प्रेममा चाहिँ बसेर चाहिँ दङ्ग्लाएर खान पाउँथेँ। तर मेरो चाहिँ लक्ष्य एउटा सपनाले गर्दा म सेक्युरिटी गार्ड बसेँ। अब घरमा जताततै दोहोरीमा स्टेजमा गाइएछ भनेर गफ लगाइ हेर्नु,
त्यो मैले सोचिनँ भोलिका दिनमा यो भविष्यमा यस्तो पनि हुनसक्छ भन्ने सोचिनँ। मेरो दाइले चाहिँ फोन गरिसकेपछि ल म बुटोल आउँदैछु तेरो दोरीमा जानु पऱ्यो भने चाहिँ मेरो साथ गयो। अब म सिक्युरिटी गार्ड हो कसरी लैजाउँ अब दाइलाई दोरीमा, अब पसिनै पसिनै भयो। तर पनि त्यो दिन मलाई चाहिँ भाग्यले साथ दियो अथवा मेरो साउ जो त्यहाँको अनर हुनुहुन्थ्यो उहाँ अलिकति बुझ्ने व्यक्ति भएर पनि होला। दाइ मेरो दाइ आउँदै हुनुहुन्छ, अब मलाई आजलाई कसरी हुन्छ स्टेजमा चाहिँ चढाउनु पऱ्यो गायक जस्तो, अब त्यहाँको कलाकार जस्तो यहाँको त्यस्तो देखिनु पऱ्यो। दाइलाई चाहिँ त्यो लाग्नु भएन कि म सिक्युरिटी गार्ड हो, आजको दिनलाई सिक्युरिटी गार्ड नराखेर भए पनि मलाई चाहिँ त्यहाँ राख्नु पऱ्यो भनिसकेपछि बिचरा उहाँले मान्नुभयो, यताउति मिलाइदिनु भयो। म कलाकार जस्तै गरेर बसेँ, एक दुईवटा गीत पनि गाएँ मैले। मेरो ठुलो दाइ आउनुभयो, हेर्नुभयो, दाइले कुनै अत्तो भएन, जानुभयो। त्यो क्षण एकदम बिर्सिन सक्दिनँ। अब बुटोलमा अब भन्न त अब कतिपय व्यक्तिले कहाँ सुत्यो यो बाटोमा कहाँ सुत्यो भन्ने खालको पनि कुरा गर्नुहुन्छ हाम्रो आफन्तीहरूले। मेरो आफन्ती अलिक बेसी गरी बुटोलमा हुनुहुन्छ। मैले कहिले पनि मेरो आफन्तीहरूको अगाडि दुःख देखाइनँ र टचमा पनि बसेन। सडक पिटीमा पनि म हप्तासम्म बसेँ यो साङ्गीतिक क्षेत्रकै कारणले गर्दा। जति बेला म यसरी दोरीमा काम गर्थेँ र म आफन्तीकै घरमा बस्थेँ, अब उहाँहरूको काम गर्दासम्म उहाँहरूको प्यारो भएँ। अब म साँझ दोरीमा काम गर्न थालिसकेपछि म सिक्युरिटी गार्ड, अब सबैभन्दा लास्टमा घर जाने मै। 12 बज्थ्यो, पुग्दाखेरि 12 बज्थ्यो। उहाँहरूले पहिले ताला बन्द गरिदिएको भएर अब उहाँहरूलाई रिस उठ्यो होला, आफ्नो काम हाम्रोमा काम गरिरहेको थियो, लात्ते छोड्यो अन्त काम गरेँ भन्ने पनि भयो होला। तर दिउँसोमा चाहिँ म उहाँकै काम गर्थेँ मैले। अनि उहाँहरूलाई मन पनि अब चित्त बुझेन होला, उहाँले पहिले गेटमा ताला लगाइदिनु हुन्थ्यो। एक हप्तासम्म त्यसै गरेर गएँ, जहिले नि ताला लागेकै हुने। अनि सडक पिटीमा पनि बास भयो। तर मैले यो सडक पिटीमा मैले यो आफूले सिम्प्याथी पाउनको लागि कतिपय व्यक्तिहरूले चाहिँ भनेको मान्छु, सिम्प्याथी पाउनको लागि यो चाहेको भए त मसँग अझै मेरो जिब्रै छ, म फरकै फर्काइदिनु पनि सक्छु होइन। म सुख सयलमा आएको व्यक्ति हो, यस्तो यस्तो हो भनेर ठुलो ठुलो गफ लगाइदिनु पनि सक्छु। तर मलाई चाहिँ यो म सडक पिटीमा सुनिराखेको सुतेको म भोकै यो साङ्गीतिक क्षेत्रमा काम गरेको भनिराख्दाखेरि चाहिँ मलाई इज्जत घटे जस्तो लाग्दैन कि। म आफूलाई चाहिँ मेरो मन चाहिँ अझै हलुङ्गो हुन्छ त्यो भएको भएर। भन्नेले चाहिँ जे पनि भन्न सक्छ, मान्छे हो, मान्छेले उहाँ जुनमा दाग देखाउँछ अब भन्ने कुराहरू त्यो नदेखि बोल्ने हाम्रो बानी हुन्छ। सिम्प्याथी पाउनको लागि र फेरि बिचमा कहिलेकाहीँ चाहिँ हिजो सडकमा सुतेर आएको आज ठुलो भयो भन्ने खालको पनि आउँछन् होइन। अब मान्छे अनुसारको आफ्नो स्वभाव अनुसारको सबैलाई चित्त बुझाउन पनि सकिन्न त्यस्तो खालको त्यो पनि मैले माहौल के अरे फेस गरेको थिएँ। अनि बिर्सन नसक्ने अझै एउटा घटना थियो। एउटा साङ्गीतिक कार्यक्रममा मलाई बोलाइयो, तर बोलाइसकेपछि फेरि नजिकै मान्छेबाट बोलाइसकेपछि म 3वटा जिल्ला पार गरेर भर्खरै मेरो एउटा नयाँ गीत आएको थियो, पहिलो गीत। त्यो गीत पनि मैले अब विचारै भन्छु म आफूलाई फेरि त्यो सिडी कपी गर्दै लैजाँदै, तर लास्टमा विडम्बना के भएछ भने कपी भएन चाहिँ चक्कामा, खाली मात्रै गयो। खाली मात्रै चक्का बाँडेर आयो। भर्खरै एउटा गीत आएको, अब अलिअलि बस्थ्यो उता हाम्रोतिर। फेरि रेडियोको माहौल एकदमै थियो फेरि त्यति बेला। फेरि यो पेन ड्राइभ यिनी भन्ने त त्यो आएकै थिएन, युट्युब भन्ने नै थिएन त्यति बेला। अनि त्यो नेपालमा चर्चामा थिएन। मैले त्यो गीत गर्ने बेलामा मैले सुरुवातमा युट्युब थिएन, यो सामाजिक सञ्जालहरू फेसबुकहरू थियो। यो प्लेटफर्म अडियो प्लेटफर्मलाई चाहिँ उ गर्ने चाहिँ त्यस्तो खालको केही थिएन गीत सङ्गीतलाई दिने। अनि अब त्यति बेला युट्युबै भएको भए पनि सायद त्यो युट्युबमा अपलोड गरेर भए पनि केही अथवा पैसा आए पनि नआए पनि दर्शक सामु पुऱ्याइन्थ्यो होला। रेडियोमा त्यसरी बजाइयो, अब साथीहरूले पैसा माग्नुहुन्थ्यो, पैसा पनि दिएर नि बजाइयो। अनि त्यो हिसाबले बजिरहेको थियो। अनि एउटा कार्यक्रममा ल आउनु पऱ्यो, आफ्नो क्षमता देखाउनु पऱ्यो, यसो मान्छे नै चिनजान पनि हुन्छ, माहौल पनि बन्छ, पारिश्रमिक त हुँदैन भन्ने भइसकेपछि ल ठिकै छ नि त भनेर गएँ। म दसैँको बेला थियो, गएँ 3टा जिल्ला गाडीमा गएँ। अनि राति साँझसम्म कुरेँ, मेरो पालो आउँछ कि भनेर ठुल्ठुला दाइ दिदीहरू हुनुहुन्थ्यो, नाम नलिगौँ, चर्चित कलाकारहरू हुनुहुन्थ्यो, राष्ट्रिय कलाकार हुनुहुन्थ्यो। उहाँहरूको छेउमा अब हामी त जुनकिरी नै हुने, जुनकिरीको भन्दा पनि अझै त्यति बेला हैसियत धेरै टाढाको भयो। त्यो मन दुख्छ अझै पनि अब त्यो आयोजकप्रति। अनि कुरे अँध्यारो भयो, कार्यक्रम सक्यो, मेरो त पालै आएन। बोलाएको मान्छेले पनि वास्तै गरौँ न, केही पनि गरौँ न। अनि म रुँदै अब रातिको बेला चाहिँ हेर्नु 3वटा जिल्ला पर गएको छु, त्यो धेरै टाढा हो। अनि हिँड्दै फर्केँ, हेर्नु म हिँड्दै फर्केँ। त्यो पनि बिर्सन नसकिने घटना थियो। त्यही कुराहरूबाटै मैले धेरै कुराहरू सिकेँ, चाहे ती नैतिकताका कुराहरू हुन्, चाहे ती बौद्धिकताका कुराहरू हुन्, यिनै माहौलबाट सिकेँ।
मान्छे चिन्ने अवसर पनि पाएँ, अझै पनि मान्छे चिन्ने अवसर पाइराखेको छु। यो साङ्गीतिक क्षेत्रमा अझै फरक खालको छ। हुन त म गीत गाउनु भनेर आएको, गीतै गाएर बस्छु, दायाँ बायाँ त्यो अलिकति आउँदैन पनि। र अहिले पछिल्लो समय सङ्घर्षमै छु, सङ्घर्ष गर्दैछु। अझै पनि आफूले देखेका सपना पुरा गर्नु छ, त्यसैमा लाग्दैछु। अझ अलिफ आइसकेपछि त गीतै मात्र लगाउँ भन्ने लाग्छ होइन, तर पनि केही प्रसङ्गहरू छन् जुन यहाँले साङ्गीतिक क्षेत्रमा बिताएका कुराहरू होइन, गीत सङ्गीतका पेरिफेरीमा धेरै कुराहरू गर्नु त छ नै, फेरि पनि लगाउँला। तर यति बेला एक टुका भए पनि सुनौँ र त्यसपछि एउटा भाका सुन्दै व्यावसायिक विश्राममा जाउँला भन्ने मनसाय भयो। एक टुका मात्रै भयो कुन एउटा गीत मलाई अति नै मनपर्ने, अब आउने तयारीमा चाहिँ छ। अलिकति म टिकटक हुँदै यताउति त मैले त्यो छोडिसकेको छु, तर अफिसियली तरिकाले अझै मैले रिलिज गरेको छैन। त्यो गीत चाहिँ गाउन चाहेँ। म आफै सङ्गीत गरेको, म आफै सङ्गीत संयोजन गरेको। गणेश अधिकारीजीले चाहिँ शब्द लेख्नु भएको छ, त्यही गीत गाएँ। यति कुरा लेखेर दिन्छु म, कि भिख माग्छु कि तिमीलाई किन्छु म, धोकेबाज धोकेबाज म बसेको मुटुमा कसले गर्यो राज, यति कुरा लेखेर दिन्छु म, कि भिख माग्छु कि तिमीलाई किन्छु म, धोकेबाज धोकेबाज म बसेको मुटुमा कसले गर्यो राज। धेरै धेरै धन्यवाद। यो चाँडै नै बजारमा आउँदैछ, यसको सफलताको शुभकामना। धेरै धेरै धन्यवाद हजुर। नेपाली गीत सङ्गीतको सेरोफेरो आफूले त्यो बिताएका क्षणहरू जुन सङ्घर्षका दिनहरू थिए, आज त्यो सङ्घर्ष पार गरेर आज एउटा उचाइमा पनि हुनुहुन्छ। आमसु त दर्शकको माया छ होइन, एउटा कलाकारलाई त्योभन्दा ठुलो त केही पनि चाहिएन नै होइन। भोलि कमाउन सकिएला नसकिएला त्यो आफ्नो ठाउँमा छ, तर नाम त कमाइएला नि भनेर पनि लागि हो। त्यही हो एउटा होइन। पहिला त अब पहिल्यै हिसाबमा त अब त्यो भोगाइले पनि नसिकाएको भएर होला, उमेरले गर्दा पनि होला, हिसाब गरेर आएको। अब यति गीत निकालेपछि 30-35 हजार खर्च गरेपछि कति आउला भन्ने हिसाब त गरेँ मैले पनि। त्यो एउटा मेरो उमेरको कारणले भन्छु, अनि त्यो नभएको कारणले पनि भन्छु। कति जति कमाइएला भनेर प्याटो मैले सोधेको पनि थिएँ एक ठाउँमा एउटा दाइलाई। त्यो पछि मसँग मलाई पनि त्यही खालको यही खालको प्रश्न, कति जति आउला त भन्ने खालको केही व्यक्तिहरू पनि आउनुभयो। उहाँलाई मैले जे बोकेको त्यही अनुसारले पनि सम्झाउँथेँ। पछि बिस्तारै अब त्यो समयले पनि सिकाउँदै गयो, गीत सङ्गीतले पनि बिस्तारै सिकाउँदै गयो, त्यो उमेरले पनि सिक्दै गयो, दिमाग पनि त्यही अनुसारको बुझ्दै गयो। गीत सङ्गीतबाट दामभन्दा पनि नाम चाहियो, नाम चाहिनु पर्दो रहेछ। नाम भइसकेपछि दाम त आउला आफै आउला भन्ने खालकोमा त्यो सोचाइमा पनि गएँ। तर पछिल्लोचोटि त नामै चाहिएको, दाम त होइन। दामै कमाउनु परेको भए त अब विदेशतिर साउदी कतार दुबई कतै गएर पनि दाम त कमाइन्थ्यो होला। यति 14 वर्ष जति साहित्यिक क्षेत्रमा खर्च गरिसक्यो भने चाहिँ 14 वर्ष म विदेशमै बसेको भए पनि अहिले म आफूलाई कुनै एउटा क्षेत्रमा सेट गरिसकेको हुन्थेँ, व्यवस्थित गरिसकेको हुन्थेँ, व्यापार बिजनेस अथवा एउटा घर चाहिँ बनाइसकेको हुन्थेँ। साहित्यिक क्षेत्रमा लागेर चाहिँ त्यो कुराहरू छैनन्। भनेपछि अहिले ठ्याक्कै म गीतै मेरो सर्वोपरि हो, यसैले मेरो जान सरसरी परिवार पाल्छु, आफू बाँच्छु भन्ने अवस्था चाहिँ छैन। फेरि त्यसरी आउनुभयो भने त एकदम मूर्खता हुन्छ। त्यो यदि कोही नयाँ व्यक्तिहरू पनि त्यसरी आउनुहुन्छ भने त्यसरी नआउनुहोस् भन्छु। यो क्षेत्र भनेको 100 रुपियाँ खर्च गरेर 1 रुपियाँ पनि आउँछ कि आउँदैन, रिटर्नको आश नगर्ने क्षेत्र पनि हो। ठ्याक्कै नगर्दा नि हुन्छ। तर यो 100 जनामा 1 जना 2 जनाको लाइफस्टाइल, 1 जना 2 जनाको चर्चामा रहेका गीतहरू हेरेर 1 जना 2 जना चर्चित अनुहारलाई मूल्याङ्कन गरेर यो क्षेत्रमा कहिल्यै पनि नआउनुहोस्। ती देखिएका रहनसहन, ती देखिएका चर्चा,
तिनी नक्कली पनि हुन सक्छन् ओहो ती चर्चाभित्र पीडा फरक पनि हुन सक्छ ओहो ती लगाइ खुवाइमा चाहिँ त्यति इम्प्रेस पनि नहुनुहोस् ओहो त्यसभित्र पनि अनेकै कुराहरू हुन सक्छन् त्यसैले मैले के भन्छु भने नयाँ आउने भाइ भने दाइ दिदी नै हुनुहुन्छ कति यो क्षेत्रमा आउनलाई चाहिँ ट्राई गरिराख्नु भएको त्यसरी चाहिँ हिसाब गरेर यो क्षेत्रमा आएर सुख पाइएला भोलि गएर राम्रै चिज बन्ला सबै चिज आउला भन्ने हिसाबले चाहिँ नआउनुहोस् यसबाट आश नगरिकन आउनुहोस् भोलि जे होला होला सङ्घर्ष गर्दै जान्छु गर्दै जाँदा जे होला होला मेरो सङ्घर्षले सार्थकता पाउला यो क्षेत्र भनेको दिने मात्रै हो लिने होइन एकदमै लिने त 100 जनामा मैले 2 जना भने नि 100 जनामा 2 जनालाई चाहिँ मूल्याङ्कन गरेर 2 जनालाई हेरेर पुरै डिसिजनै लिएर आउनु चाहिँ मूर्खता हुन्छ त्यो 2 जना त अपवादमै छोड्नु पर्यो अपवाद एकदमै अपवाद नै हो साङ्गीतिक क्षेत्र अहिले त्यस्तो अब कि त अहिले पछिल्लो समयमा मेला महोत्सवतिर ठेकदारलाई ठ्याक्क आफ्नो बसमा पार्न सक्नु पर्यो अनि राजनीतिक पार्टी मिल्नु पर्यो विभिन्न साहित्यिक क्षेत्रमा बनेका सङ्घ संस्थाहरूमा हुनु पर्यो नत्र भने त्यही सङ्घ संस्थामा भएकाले मुख्य मान्छे अनि ठेकदार ज्यूहरूलाई चाहिँ चिल्लो लगाउन सक्नु पर्यो च्याप्लुसी गर्न सक्नु पर्यो अब त्यो तपाईँले चाहिँ त्यो खोजेर सुख शैल खोजेर आएको भने त्यो गर्नु पर्यो निस्वार्थ रूपमा गीतै मात्रै गाउने हो भने ती सबै सङ्घ संस्थादेखि लिएर यिनी के अरे ठेकदार सेकदार अब सबै कुराहरू छोडेर चाहिँ गीत मात्रै गाउनु पर्यो यो राजनीति छोडेर जस्तो नेपालमा अलिफ खानको जति चर्चा छ जति एउटा हाइट लिनुभएको छ त्यति नै हाइट चाहिँ अरू कुनै देशमा थियो भने त त्यो कलाकारले त आजीवन सुखले खाने त्यो वातावरण बन्थ्यो होइन तर नेपालमा त्यो परिपाटी पनि छैन राज्य तवरबाट अथवा विभिन्न सङ्घ संस्था कसले गर्नुपर्ने हो त्यो निकायले नगरेको जस्तो लाग्दैन जस्तो गीत सङ्गीतको यो अवस्था चाहिँ दयनीय नै छ जस्तो लाग्दैन दयनीय त छ नै किन भन्दा सबैले आफ्नो नैतिकताले भ्याएसम्म मजाले खाइराख्नु भएको छ गीत सङ्गीत क्षेत्रलाई प्रयोग गरेर सायद चाहे त्यो सही तरिकाले प्रयोग गरेर होस् चाहे त्यो गलत तरिकाले प्रयोग गरेर होस् सायद त्यो सङ्घ संस्था बनाएर होस् गीत सङ्गीतका लागि भनेर चाहे त्यो राजनीति तवरमा चाहिँ भातृ सङ्गठन बनाएर होस् के गरेर होस् खाना त सबैले खाइराख्नु अवस्था त सबै हामीले नै बनाएको हामीभन्दा अग्रजहरूले नै बनाएको अहिलेको अवस्था मभन्दा पनि अझ म अग्रजलाई नै दिन्छु किनभने उहाँहरूले अब साङ्गीतिक क्षेत्रमा आएर चुनाव गराउने भोट गराउने दुनियाँ के मलाई चाहिँ त्यो अचम्म लाग्छ क्या त्यो देखेर हुन त म गीत गाउन आएको म गीतै मात्रै गाउँछु म त्यस्तरी चाहिँ त्यो चुनावमा जाने त्यस्तो माहौलबाट अरूको टिका टिप्पणी गर्न जरुरी छैन जो म जुन काममा आएको छु म त्यसैमा ठिक छु होइन त्यही नै गर्ने र माहौल उहाँहरूले नै बनाएको हो तर यो माहौल अब सुध्रिनु टाइम लाग्छ सबैले आफ्नो मतिले भ्याएसम्म प्रयोग गरेरै खाइराख्नु भएको छ अब गीत सङ्गीत क्षेत्रलाई कस्तो बनाउने के बनाउने भन्ने अब गीत सङ्गीत क्षेत्र आफैमा बलियो स्थान हो एउटा संस्कृति हो यो आफैमा बलियो चिज हो अब कता सुन्छ मैले गीत सङ्गीत क्षेत्रमा यतिौँ वर्ष योगदान दिएँ यति दिएँ भनेको पनि सुन्छ मलाई त्यो गीत सङ्गीत क्षेत्रलाई नबुझेको भएर चाहिँ मलाई त्यस्तो लाग्छ हुन त मैले नि गीत सङ्गीत क्षेत्र मेरो भए धेरै बुझेर त आएको चाहिँ होइन तर ती भन्ने व्यक्तिहरू र ममा अलिकति फरक छ म किन भन्दा सङ्गीत थोरै धेरै पढेर भए पनि आएको हो उहाँहरूले पढेर चाहिँ बुझेको हो बौद्धिक व्यक्तिहरू साङ्गीतिक क्षेत्रले अग्रज मानिने व्यक्तिहरू पनि मैले हेर्छु उहाँहरूको क्षमता उहाँहरूसँग के छ त कति छ त भनेर हेर्छु कतिपय त खोक्रै पनि देख्छु कतिपय अग्रजहरू त राम्रै पनि देख्छु गीत सङ्गीत क्षेत्रमा आइसकेपछि गीत गाउनमा मात्रै ध्यान दिन राम्रो हुन्छ अलिकति खुट्टा तान्ने प्रवृत्ति पनि छ नि जुन एउटा लभर समाजतिर तपाईँ गइरहनु भएको छ तपाईँको चर्चा एक किसिमको छ नै अब ओहो यो त यस्तो भइसक्यो अब यो हामीभन्दा माथि गयो अब यसलाई कसरी खसाल्ने त भन्ने लाग्ने यही क्षेत्रमा छन् नि त फेरि होइन एकदमै छ त्यो त एउटाले राम्रो गर्यो भने कसैलाई चाहिँ त्यो कस्तो त्यो सबै चाहिँ होइन कुनै व्यक्तिहरूलाई चाहिँ त्यो एकदमै पिर पर्दो रहेछ क्या अलिकति कोही मान्छेले राम्रो गर्यो अलिकति केही राम्रो काम गर्यो भने चाहिँ पिर पर्दो रहेछ साहित्यिक क्षेत्रमा पनि यो एकदमै माहौल यो पछिल्लो समय त जम्मैलाई थाहा भएकै कुरा हो यो विषयमा के बोलिराख्नु हुन त मलाई खासै डर लाग्दैन किन भन्दा म कसैको उसमा श्रवणमा कसैको उसमा आशीर्वादमा चलिराखेको भए चाहिँ डर हुन्थ्यो होला म कसैको त्यो उसमा पनि छायामा पनि छैन आफ्नै स्वतन्त्र तरिकाले छु यी कुरामा बोल्न चाहिँ मलाई खासै अप्ठ्यारो चाहिँ लाग्दैन यो बिचसम्म आइपुग्दा कतिवटा जति यहाँका आवाजमा गीतहरू बाहिर आए सबैभन्दा मूर्ख त मेरो यही भयो त्यो रेकर्ड राखिएन अन्दाजी त होलान् 150-200 हारेमा त पुग्यो कि जस्तो लाग्छ अब किन सङ्गीत गरेका पनि त्यही बेलामा थुप्रै थिए
जति बेला म मिडियामा आउँदै थिएँ। अब सङ्गीत गरेका शब्द पनि लेखेका, अब आफैले म्युजिक एरेन्ज गरेका हिसाबले त धेरै नै पुगेँ। त्यो अब लाइभ दोहोरीको त मैले दिनमा 12वटासम्म पनि गाएको छु, बिहानदेखि ननस्टप साँझसम्म 12वटासम्म पनि गाएको छु। लगभग 1 वर्षसम्ममा मैले ननस्टप 4वटा 5वटा त मैले गाउँथेँ दिनमा। त्यो त हजारौँ पुग्यो होला। गीत आफैले गाएका गीत मात्रै 200को हाराहारीमा पुगे कि जस्तो लाग्छ। कतिपय गीतहरू त त्यत्तिकै नै रहे, त्यो राम्रै तरिकाले गर्दा गर्दै मिहिनेत गर्दा गर्दै पनि त्यत्तिकै नै रोकिए। युट्युबमै सीमित छन्। 200को हाराहारीमा गाएँ कि जस्तो लाग्छ मलाई, तर अभिलेख चाहिँ छैन मसँग, रेकर्ड चाहिँ छैन। धेरै एउटा सङ्घर्ष गर्नुभयो, जुन गीत निकाल्दा पनि नचल्ने, त्यही गाउँमै थन्किनु पर्ने अवस्था थियो होइन। जब एकाएक पछाडि अलिफ खानको आवाजमा गीत भनेर जब चर्चा भयो, त्यस पछाडि त्यो आफूले विगतमा जे जति गरियो त्यहाँ चाहिँ फर्कनु परेन, ओहो अलिफ चल्दैन भन्ने त्यो अवस्थामा फर्कनु परेन। त्यो गराइदिने भनेको आम श्रोता दर्शक हो होइन। त्योभन्दा पछाडि अरू कुनै सम्झनै पर्ने नाम छ यति बेला? सबैभन्दा म एकदमै सम्झिने चाहिँ म नारायण रायमाझी दाईलाई सम्झिन्छु, जसले मलाई विश्वास गरेर, म एउटा प्रोग्राममा थिएँ, प्रोग्राममा मैले किबोर्ड बजाएर देख्नुभएछ। अब गाएर हुँदैन भन्ने हिसाबले म म्युजिसियनको पनि काम गर्थेँ, रेकर्डिस्ट पनि काम गर्थेँ, म्युजिक एरेन्जको काम पनि गर्थेँ यहाँ काठमाडौँमा बसेर। अनि म सब परिहाल्ने बित्तिकै म किबोर्ड बोकेर दौडिहाल्थेँ 10 दिनलाई। त्यति बेला नारायण रायमाझी दाई पनि हुनुहुन्थ्यो, त्यो दिनको मुख्य आकर्षक। उहाँको गीतमा मैले किबोर्ड बजाइरहेको थिएँ। अनि पछि लास्टमा लाइभ दोहोरी चल्यो। त्यो बेला दाइले चाहिँ मलाई चाहिँ वाच गर्नुभएछ, मैले कस्तो बजाइरहेको छु कि। उहाँले सायद मनै परेर होला, नारायण रायमाझी दाई जतिको व्यक्तित्वले मलाई चाहिँ त्यत्रो टाइम दिनु, वाच गर्नु भनेको हेरिराख्नु भएको रहेछ। म किबोर्ड बजाउँथेँ, अनि मलाई बोलाउनु भयो। अनि बोलाइसकेपछि घर कहाँ हो के भन्नु, मेरो पाल्पा हो भने, ओहो ल आफ्नै गाउँठाउँको भन्ने कुरा भयो, परिचय भयो। मलाई नम्बर दिनुभयो, मेरो नम्बर लिनुभयो। काठमाडौँ म अमेरिका जाँदैछु केही समयपछि, कहाँ अमेरिकाबाट आइसकेपछि म हजुरलाई कल गर्छु भन्नु। त्यत्तिको बौद्धिक व्यक्तित्व, इमान्दार व्यक्तित्व मैले अहिले यो साहित्यिक क्षेत्रमा अहिलेसम्म देखेकै छैन मैले। र त्यति सरल व्यक्ति पनि देखेको छैन साहित्यिक क्षेत्रमा, जसलाई अग्रज त अब उमेरले हाम्रो यो साहित्यिक क्षेत्रमा उमेरले बुढो हुँदैमा अग्रज भन्ने, गीत चल्दैमा अग्रज भन्नुपर्ने खालको माहौल छ। तर मैले चाहिँ बौद्धिकताको हिसाबले र क्षमताको हिसाबले चाहिँ अग्रज मानिनुपर्छ। उमेर बुढो हुँदैमा, गीत धेरै निकाल्दैमा, गीत धेरै चल्दैमा चाहिँ अग्रज मैले चाहिँ मान्दिनँ। फेरि यदि मैले यो साहित्यिक क्षेत्रमा अग्रज मान्छु भने नारायण रायमाझी दाइलाई नै मान्छु। अनि 2 महिनापछि 3 महिनापछि आएर पनि उहाँले सम्झेर मलाई फोन गर्नुभयो। म अनाममा बस्दै गएर भेटेपछि उहाँले मेरो लागि एउटा एरेन्जको लागि घरमै अब स्टुडियो सबै तयार पारेर गरिदिनु भयो। स्टुडियो पनि सबै जिम्मामा दिनुभयो, रिमा रेकर्डिङ स्टुडियो। उहाँले देखेको सपना चाहिँ अलिकति पुरा गर्न सकिनँ मैले। त्यति बेला अलिकति म यो प्रेसरमा पनि थिएँ। यो साहित्यिक क्षेत्रको सोध्नुभएको हो दाइले, नारायण दाइले गाएर अगाडि बढ्न चाहनुहुन्छ कि टेक्निकल पार्टबाट अगाडि बढ्न चाहनुहुन्छ भनेर। अब त्यति बेला टेक्निकलको नै अलिकति मोह माया थियो, दिमागमा पनि त्यही बसेको, टेक्निकल पार्टबाटै अगाडि बढ्छु भन्ने खालको मैले आफू पुरा राखेर। नत्र भने गाएर भनेको भए सायद फेरि गीतबाटै दाइले चाहिँ साथ सहयोग गर्नुहुन्थ्यो होला। एकदमै नारायण रायमाझी दाइले चाहिँ एकदमै सम्झिन्छु। हामी कार्यक्रमको आखिरीमा पनि आइसकेका छौँ। आज यो बसाइमा धेरै कुराहरू गर्नु थियो, धेरै कुरा त सकिएन नै, तर यो कुरा चाहिँ छोड्नु हुँदैन, यो कुरा चाहिँ भन्नै पर्छ। आज यहाँ आइसकेपछि आम श्रोता दर्शकलाई मैले यो कुरा भन्नै पर्थ्यो, यो विषय प्रसङ्गै उठेन भने त्यस्तो कुनै कुरा लाग्यो जुन मैले प्रश्न बनाएर सोधेँ? सबै मजाले एकदम यसरी चाहिँ निखारेर सोध्ने पहिलो वक्ता, यसरी चाहिँ मसँगै चाहिँ बोल्ने व्यक्ति सायद तपाईँ नै होला। सबै प्रत्येक कुराहरू पहिले मलाई पनि थाहा नभएका कुराहरू हजुरलाई थाहा रहेछ, कतिपय कुराहरू फेरि यस्तो हुन्छ। अब हामी जसले ल्याउँदैछौँ उसको बारेमा अध्ययन त गर्नै पर्छ होइन। प्रायः यसरी चाहिँ सायद यो मेरो पहिलो अनुभव पनि हो। यसरी प्रत्यक्ष रूपमा कुरा गर्दाखेरि यति रमाइलो चाहिँ यति सहज भएको, कुनै ठाउँमा मैले असहज पनि महसुस गरेको छु, तर यति सहज चाहिँ पहिलोचोटि हो। धेरै ठाउँमा गरेँ मैले यसरी चाहिँ वार्तालाप भयो, तर यो आजको लागि चाहिँ मेरो अनुभव एकदम पहिलो अनुभव भयो। धेरै धेरै धन्यवाद रेडियो सम्पूर्ण टिमलाई। यहाँ आएर चाहिँ मेरो केही कुराहरू राख्ने अवसर मैले पाएँ। आज यो अवसर पनि आम दर्शक श्रोताहरूकै कारणले बनेको, नत्र भने मैले चाहेर बन्ने भए सायद 13-14 वर्ष अगाडि बन्थ्यो। उहाँहरूले नै चाहेर चाहिँ उहाँहरूकै माया साथ आशीर्वादले बनेको।
हिजो यो साहित्यिक क्षेत्रमा हैसियत बनाउन आएको मान्छे हैसियत नबनेरै हराउँछु होला, दबिन्छु होला, फर्किन्छु होला जस्तो लागेको व्यक्ति आज फेरि एउटा ऊर्जा मिलेको छ साहित्यिक क्षेत्रमै। यही क्षेत्रले नै खानेदेखि लगेर बचाउने अहिले चाहिँ जिम्मा लिएको छ। त्यो सबै आम दर्शक श्रोताहरूको मायाले गर्दा हो, अरू कसैलाई केही भन्नु छैन। आम दर्शक श्रोताहरूलाई नै धेरै धेरै माया, यस्तै साथ सपोर्ट सधैँ रहिरहोस्। मरेर गए पनि त्यति बेला यादमा रहिरहँ, त्यही नै भन्न चाहन्छु। उहाँहरूकै कारणले यो हैसियत बनेको। समय त थोरै छ, तर पनि छोटो एक टुक्का कुनै एउटा गीतको सम्झना, मैले अघि नै पनि भनेको थिएँ, सम्भव छ भने एक टुक्का मात्रै। आदरणीय चर्चित सङ्गीतकार अर्जुन पोखरेल दाई र नारायण काइलो सरको सङ्गीतमा शब्दमा रहेको यो मैले मेरो सङ्घर्षपछिको पहिलो गीत भन्नुपर्छ। त्यो गीत चाहिँ मलाई गाउनु मन लाग्यो, उहाँ सबैजनालाई सम्मान गर्दै। यो गीत चाहिँ अलिकति गजल टाइपमा, सेमी क्लासिकल टाइपको थियो। छुँदिन मजाले रुमाल, ओ छुँदिन मजाले रुमाल, छोए उनको याद आउँछ, मैलो भए हुन देऊ, धोए उनको याद आउँछ, मैलो भए हुन देऊ, धोए उनको याद आउँछ, छुँदिन मजाले रुमाल। थ्याङ्क यू सो मच। यो रातको समय हाम्रो निमन्त्रणा स्वीकार गरेर आइदिनु भयो। यहाँको आगामी साङ्गीतिक यात्रा अझै सबल रहोस्, शुभकामना सधैँ यहाँलाई पुनः धन्यवाद छ। हजुरलाई धेरै धेरै धन्यवाद। यसरी चाहिँ यहाँ आएर मेरा केही कुराहरू राख्ने अवसर दिनुभयो, भलाकुसारी गर्न पाएँ हजुरसँग, र मेरो लागि पहिलो अनुभव पनि बन्नुभयो। एकदम सरल तरिकाले चाहिँ कार्यक्रम पनि भयो, त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई पनि, त्यसै गरी आर्य परिवारलाई।